बेलुका त राम्रै खाना खाएरै सुतेको अनि बिहान उठ्दा त थिएन छोरी खोज्नको लागि त त्यो आफन्तहरूकोमा सबै खोजेँ अनि त्यो पुलिस चौकीमा नि निवेदन हालिदिएँ अनि यताउति सब खोजेँ कहाँ कहाँ पुगेँ कहीँ पत्ता लागेन केही थाहा भएन जसरी भए नि आउनु पर्यो अब हामीलाई यसरी ज्वाइँले सधैँभरि टचर दिन राख्नुहुन्छ कहिले छोरी निकाल्ने भए निकाल्नु नभए तपाईँले जेल पर्यो खोज्नको लागि त त्यो आफन्तहरूकोमा सबै खोजेँ अनि त्यो पुलिस चौकीमा नि निवेदन हालिदिएँ अनि यताउति सब खोजेँ कहाँ कहाँ पुगेँ कहीँ पत्ता लागेन केही थाहा भएन हरेक घटनाको नजिक पुगेर समीक्षा निचोडमा पुग्ने अपेक्षा फरक विषय फरक पात्र कार्यक्रम फरक प्रसङ्ग दर्शकबिन्दुहरू हार्दिक नमस्कार अनि न्यानो स्वागत गर्न चाहन्छु। यति बेला हामी एकजना आमाको कथा लिएर आएका छौँ जो आमाले आफ्नो छोरी 6 महिनादेखि सम्पर्कविहीन हुँदाको पीडा सहिरहनु भएको छ। सँगसँगै माइती घरमा आएको छोरी हराउँदै गर्दाखेरि ज्वाइँ पक्षबाट खोइ छोरी भन्ने प्रश्नको तीखो प्रहार सहिरहनु भएको छ। आफैमा छोरी हराउँदाको पीडा, त्यसमाथि पनि छोरीको घर परिवारको तर्फबाट आउने खोइ छोरी कि सास्ते कि लास्तेको जवाफ खोज्नको लागि यति बेला छोरी हराउँदाको पीडा सुनाउनको लागि र छोरी तिमी कहाँ छौ फर्केर आऊ भन्ने सन्देश दिनको लागि यति बेला निर्मला राई आउनु भएको छ हाम्रो कार्यालयसम्म। उहाँको छोरी 42 वर्षीय ललिता राई विगत 6 महिनादेखि सम्पर्कविहीन हुनुहुन्छ। जो माइती घरमा आएको बेलामा सम्पर्कविहीन हुँदै गर्दाखेरि आमालाई तीखो प्रश्नहरूको र पीडाहरूको बिचबाट आफ्नो केही कुरा केही अनुभूतिहरू सुनाउनको लागि हामीसँग हुनुहुन्छ र म सबैभन्दा पहिला आमालाई स्वागत गर्न चाहन्छु। आमा, तपाईँलाई स्वागत छ। मैले तपाईँलाई भेट्दै गर्दाखेरि तपाईँको गहभरि आँखाभरि आँसु टपक्क बसिरहेको अवस्थामा मैले तपाईँलाई भेटिरहेको छु। तपाईँले आफ्नो छोरी विगत 6 महिनादेखि सम्पर्कविहीन हुँदाको पीडा सहिरहनु भएको छ आमा, होइन? तपाईँको छोरी ललिता, तपाईँको छोरी ललिता विगत 6 महिनादेखि हराइरहनु भएको छ। छोरी हराउनुको चाहिँ कारणहरू अथवा उहाँ कहाँ जानुभयो होला भन्ने कुराको अहिलेसम्म कुनै जानकारी पाउनु भएको छैन? छैन सर, छैन। खोज्नको लागि चाहिँ तपाईँहरूले के गर्नुभयो? खोज्नको लागि त त्यो आफन्तहरूकोमा सबै खोजेँ अनि त्यो पुलिस चौकीमा नि निवेदन हालिदिएँ अनि यताउति सब खोजेँ कहाँ कहाँ पुगेँ कहीँ पत्ता लागेन केही थाहा भएन। हराउँदाखेरि चाहिँ तपाईँको उहाँ चाहिँ माइत आउनु भएको थियो? माइतै आएको थियो। माइतैबाट निस्केको। कस्तो बेलामा कसरी निस्किनु भयो, केही थाहा पाउनु भएको थियो? केही थाहा थिएन। बेलुका त राम्रै खाना खाएरै सुतेको अनि बिहान उठ्दा त थिएन छोरी। सुतेको छोरी बिहान उठ्दा थिएन कि हामी उठ्दा त थिएन। ज्वाइँले खालि टचर मात्रै दिनुहुन्छ, जेल लगिदिन्छु के भन्नुहुन्छ। अब छोरी छिट्टै आइदिए त हुन्थ्यो। जस्तो आमा, छोरी चाहिँ कस्तो व्यवहारको हुनुहुन्थ्यो? उहाँ चाहिँ यसअघि पनि त्यसरी घर छोडेर हुनु भएको थियो कि थिएन, के थियो यो पनि भनिदिनुहोस् न। खोइ राम्रै थियो पहिला त, पछि चाहिँ त्यही ज्वाइँले शङ्का गर्न थालेपछि अनि त्यसको अलि अब सधैँ ज्वाइँले कराउने उ गर्ने अनि त्यही भएर निस्केर हिँडे जस्तो लाग्छ। अब काठमाडौँ बस्थे छोरी, हामी यहाँ गाउँमा, ज्वाइँ पनि गाउँमै बस्नुहुन्थ्यो। छोरी मात्रै उता बच्चाहरू उता पढाउनेलाई काठमाडौँ बस्नुभएको। पहिला त ठिकै थियो, राम्रै, पछि खै के भयो तिनीहरू बुढाबुढीको सम्बन्ध। असारदेखि हराइरहनु भएको छ? हजुर, असारदेखि हो। असार अघि पनि उहाँ एकपटक यसै गरी सम्पर्कविहीन भएर इन्डिया पसेको अनि त्यसपछि फेरि फर्केर आउनुभएको भन्ने कुरा पनि यो
तपाईँले मलाई यो फोटो जुन उपलब्ध गर्नुभएको छ यसको फोटोको पछाडिपट्टि तपाईँले त्यो विवरणमा लेख्नु भएको रहेछ होइन खास यो चाहिँ के भएको थियो यो पनि भनिदिनुहोस् न ज्वाइँले शङ्का गर्ने अनि फोनमा झगडा परेर छ बुढाबुढीको अनि त्यसपछि अनि अब खोइ ज्वाइँले के भन्नुभयो अनि त्यहाँदेखि अनि निस्केर इन्डियातिर गएछ माइत आउँछु भनेर आफन्टेकोमा बसेको थियो अनि खोइ कति दिन बस्यो उसको पढाइनिकोमा अनि त्यसपछि अनि पछि साथी भेटेर इन्डियातिर गएछ गार्मेन्टमै काम गरिरहेको छ इन्डियामा त्यहाँ गएर नै भिडियो कल गरेर देखाइरहेको थियो त्यतिखेर त मोबाइलसँगै थियो त्यसले गर्दा सम्पर्कमा आएर अनि बोलाएँ हामी अनि आएछ आएर पछि चाहिँ खोइ फेरि ज्वाइँले खोइ के गर्नुभयो त्यस्तै त हुने बुढाबुढीको सम्बन्ध राम्रो थिएन अनि फेरि पछि निस्केर हिँडेछ जस्तो कि आमा छोरी चाहिँ हराउँदै गर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ एक खालको पीडा भयो होइन हजुर अब यो बिचमा चाहिँ यसअघि भाग्दाखेरि भनौँ न घर छोडेर हिँड्दाखेरि चाहिँ उहाँ फोन सम्पर्कमा भिडियो कलबाट सम्पर्कमा हुनुहुन्थ्यो यो पटक चाहिँ उहाँ पुरै सम्पर्क विहीन हुनुभयो मोबाइल पनि लानुभयो कि लानु भएन मोबाइल त ज्वाइँसँगै छ मोबाइल लगेन केही छैन त्यही भएर नभएको जस्तो नै लाग्छ मलाई मोबाइल सबै ज्वाइँले नै राख्नु भएको थियो अनि केही छैन खालि एक जोर घर बस्ने लुगा मात्रै लगाएर गएको छ निस्केको ब्याग केही पनि लगाएको छैन पुरै सामान हाम्रै घरमा छ मेरैमा थियो अनि केही पनि लगेन खालि घर बस्ने लुगा एक जोर लगायो माथिको टी सर्ट अनि सुरुवाल लगाएको त्यतिको निस्किनु भएको रहेछ हजुर निस्केको अनि कतै सिसिटिभी फुटेजहरूमा कतै उहाँलाई प्रहरीले खोज तलास गर्दा कहाँसम्म देखिएको त्यस्तो कुनै केही खै त उताबाट नै केही खबर आउँदैन छैन मलाई हामीलाई नै सोध्नुहुन्छ अब तपाईँहरूले नै खोज्नुहोस् अब कतातिर आफन्तमा कहाँ होला अब तपाईँलाई नै थाहा होला अब आमा र छोरीको त जसरी पनि यसम्म कुराहरू सम्पर्कमा आउँछ तपाईँहरूलाई नि थाहा होला बरु तपाईँहरू नै खोज्ने गर्नु भनेर भन्नुहुन्छ प्रशासनले नै अनि अब सकेसम्म त हामी सबै खोजेको हामीलाई थाहा भए पो अब हामीले निकाल्नु नि के गर्नु अघि भर्खर गदुराबाट नि त्यही प्रहरी के अरे थानाबाट नि फोन गरेको थियो अनि छैन भेटेको अझै भनेर भनिदिएको थिएँ मैले तपाईँहरू खोज्न चाहिँ कहाँ जानुभयो खोज्न त उता गाउँतिर नि गएँ उता काठमाडौँतिर नि पहिला काठमाडौँ नै काम गरेर बसेको थिएँ गार्मेन्टमा त्यहाँ पनि सबै पुग्यो अनि आफन्तहरू नि थियो गाउँ काठमाडौँतिर छ अनि त्यहाँ पनि सबै पुग्यो कहीँ पनि सोधेको छैन भनेर भन्यो जस्तो त आमाले भन्नुभयो कि छोरी ज्वाइँको चाहिँ सम्बन्ध राम्रो थिएन भनेर होइन हजुर त्यो कारणले गर्दाखेरि उहाँहरू अब अलग बस्ने सम्बन्ध विच्छेद गर्ने यो कुराहरू पनि निस्किएको थियो त कुराहरू त निस्किएको थियो उताबाट आउँदा चाहिँ होइन पहिला नै त्यसरी छोरी नभाग्दा नै ज्वाइँले अब बुढाबुढीको झगडा परेपछि मलाई भन्नुहुन्थ्यो ज्वाइँले ल तपाईँको छोरी बोलाउनु अब म तपाईँको छोरीसँग दिवस दिनु पऱ्यो भनेर भन्नुहुन्थ्यो कि ज्वाइँले अनि मैले भने त्यसरी कहाँ हुन्छ त के अरे तपाईँहरू आफै मन पराएर भागेर हुन्थ्यो मैले तपाईँले मेरो छोरी ढेर भएर मागेर के अरे चाहिँ बिहे गरेर दिए हो र मैले तपाईँले भन्नु बित्तिकै दिवस गर्न पाउनु भनेर भन्थ्यो कि अनि त्यसरी बुढाबुढी झगडा पर्थ्यो फेरि मिल्थ्यो पछि चाहिँ खोइ के भएछ कुनै पछि चाहिँ अनि निस्केर गएछ इन्डियातिर पुगेछ कि त्यो मोबाइलमा साथीहरू रहेछ त्यो गार्मेन्टमै काम गर्ने अनि उतै पुगेछ त्यहाँबाट चाहिँ सम्पर्कमा आउनु भएको थियो होइन पछि पहिलाचोटि जाँदा आएको थियो सम्पर्कमा आएको थियो अनि त्यतिखेर त सबै मोबाइल सब बोकेर गएको थियो नाइटा साइटा सबै बोकेर गएको थियो अनि त्यतिखेर चाहिँ आएको थियो अनि त्यसरी सम्पर्कमा आएपछि अनि मैले बोलाए गरेपछि अनि आएछ क्या आएछ अनि आएर नि अब फेरि ज्वाइँ त्यस्तै हो अनि 2 दिन उता घर बस्थ्यो अनि फेरि बुढाबुढी नै आउँथ्यो सँगै अनि फेरि माइतमा ल्याएर छोडिदिन्थ्यो ज्वाइँले
अनि आउनु त नजिकै छ अनि 15-20 मिनटको बाटो छ के अनि सँगै तपाईँको सपुर चन्द्रपुर 5 नम्बर उहाँको चाहिँ चन्द्रपुर मेरो चाहिँ 6 नम्बर छोरीको 5 नम्बर नजिकै छ 15-20 मिनट लाग्छ हिँडेर यसो बाइकमा त 5 मिनटमा पुग्छ नजिकै छ अनि आउने जाने गर्थ्यो जय पनि दिनदिनै आउनुहुन्थ्यो दिनदिनै आउनुहुन्थ्यो अनि के अरे त्यही अरूसँगै कुरा गर्नुहुन्छ भनेर जयले मोबाइल सबै खोसेर राख्नुभएको अनि साथीहरूसँग कोसँग कुरा गर्छ भनेर अनि त्यसपछि मेरो मोबाइल चलाउँथ्यो अनि ठिक्क त्यो चलाएकै बेला जय आइपुग्ने कि अनि जय आइपुग्ने अनि ल कोसँग फोन गरिस् के त्यही कुरामा झगडा हुन्थ्यो कि तिनीहरू रिसार्ज हुन्थ्यो अनि छोरी रिसाएर एकतिर हिँड्थ्यो जय एकतिर अनि त्यसो गर्दा गर्दा अनि निस्केर हिँडिहाल्यो जयले पो मलाई सधैँ अब टचर दिनुहुन्छ कि सास निकाल्नु रे कि लास निकाल्नु तपाईँकै घरबाट भागेको भन्नुहुन्छ कि जयले जसरी पनि मलाई चाहियो रे भन्नुहुन्छ अब मैले कहाँ पाएर मलाई थाहा भयो पो मैले निकाल्नु नि अनि उहाँको छोराछोरी चाहिँ कतिजना छोरी एउटा छोरा एउटा दुईवटा मात्रै हो छोरा 8 वर्षको छोरी 18 वर्षको छ छोरीले त बिहे गरिसकेको भनेपछि छोरा चाहिँ छोराछोरी यतै माइतैमै मैले पढाइरहेको थियो यतै पढाएको थियो छोरीलाई चाहिँ कति 2 वर्ष 1.5 वर्ष कति भयो म यहीँ पढाउनु राखेको थियो अनि छोरा पनि पछि हाम्रै घरमा पढाइरहेको थियो म चाहिँ भागेपछि मैले नि ल्याएर राखेको थियो अनि अस्ति जयले लिएर जानुभयो छोरालाई चाहिँ जस्तो आमा उहाँ चाहिँ कोही कसैसँग फेरि विवाह गरेर त्यसरी सम्बन्धमा बसे जस्तो लाग्छ कि छैन के लाग्छ तपाईँलाई त्यस्तो त छैन त्यस्तो त छैन अब उसकै मनमा अब के थियो त्यो त थाहा छैन है तर हामीलाई चाहिँ त्यस्तो थाहा छैन त्यसरी थाहा थिएन म काम गर्न अब त्यतिखेर इन्डिया जाँदा नि म यहीँ काम गरेर बस्छु म बालबच्चालाई पैसा पठाइदिन्छु मलाई नबोलाउनु भनेर भन्थ्यो कि त्यसरी गरेर हुँदैन आइदैन छोरी त्यस्तो गरे हुँदैन लुडोरा बाच्चा छ अब यस्तो अब तिम्रो आफै मन पराएर गएको मान्छे यसरी घर बिगार्नु हुँदैन मैले भन्थेँ कि अनि रोएर नि बोलाइदिन्थेँ अनि पछि त्यस्तो गर्दा गर्दा अनि आएछ कि 1 महिनापछि आएछ 1 महिना होइन 1.5 महिना कति भयो वैशाखमा निस्किएको थियो त्यता खै कति वैशाखमा अनि जेठ यस्तै 29 गते कति आएको थियो अनि असारको 7 गते त फेरि हिँडिहाल्यो नि अब तपाईँलाई त छोरीसँग सम्पर्क नभएको हिसाबले पीडा पनि भयो अर्को ज्वाइँले पनि तनाव दिइरहनु भएको छ भन्नुभयो होइन यस्तो बेलामा चाहिँ यदि उहाँको साथीभाइ कसैले भिडियो हेरिरहनु भएको छ अथवा उहाँले नै कतैबाट कुनै माध्यमबाट हामीलाई हेरिरहनु भएको छ भने तपाईँ के भन्न चाहनुहुन्छ छोरीलाई छोरीले के भन्नु नि जसरी भयो नि अब मलाई यहाँ ज्वाइँले टचर दिनुभएको छ अब जसरी भयो नि छोरी आइज अब आएर अब उसको इच्छा होइन उसको इच्छा अब घर गरेर खाने हो कि अब न के गरेर खाने अब उसकै इच्छा हो नि त अनि जसरी भयो नि छोरी चाहिँ आइदिनु पर्यो जसरी भयो नि आउनु पर्यो अब हामीलाई यसरी ज्वाइँले सधैँभरि टचर दिन राख्नुहुन्छ कहिले छोरी निकाल्ने भए निकाल्नु नभए तपाईँले जेल पऱ्यो के भन्नुहुन्छ प्रशासनहरूले नि छोरी निकाल्ने भए निकाल्नु नत्र भने तपाईँले जेल जानुपर्छ भन्नुहुन्छ अब हामी त अब खोज्दा नभेटेर प्रशासनले नै खोज्न भ्या हो नि त तिनीहरूको पनि त जिम्मेवारी हुन्छ नि त खोज्नलाई अब हामीलाई नि भन्नुहुन्छ तिनीहरूले पनि अब के गर्ने अब छोरी मलाई चाहिँ छोरी जसरी भए नि आइदियोस् अब आएपछि अब के डराउनु पर्दैन अब हामी छँदैछौँ नि म उसको लागि त म छँदैछु नि आमा केलाई केही डराउनु पर्दैन जसरी भए नि आइदिए हुन्छ भन्ने मेरो विचार हुन्छ हुन्छ हाम्रो दर्शकबिनहरूलाई पनि म अनुरोध गर्न चाहन्छु मैले यो तस्बिरमा उहाँ ललिता राई हुनुहुन्छ मैले तस्बिरमा देखाइरहेको ललिता राई उहाँ 6 महिनादेखि हराइरहनु भएको छ कहीँ कतै तपाईँहरूले पनि देख्नुभयो भने नजिकको प्रहरी कार्यालयमा वा
हाम्रो सम्पर्क नम्बर हामीले स्क्रिनमा राखेका छौँ, त्यहाँ पनि सम्पर्क गरेर जानकारी गराउन सक्नुहुनेछ। र यदि उमाजीले पनि यो हेर्दै हुनुहुन्छ कहीँ बसेर भने कृपया तपाईँको आमाको आँखाको आँसुलाई हेरेर भए पनि तपाईँ एकचोटि फर्किदिनुहोस्। उहाँलाई तपाईँसँग सम्पर्क नहुँदाको पीडा त छँदैछ, सँगसँगै दोहोरो उहाँ मारमा पर्नु भएको छ, ज्वाइँको पनि तनाव छ। त्यो कारणले गर्दाखेरि तपाईँ जसरी पनि एकचोटि आमाको मुख हेरेर फर्किनुहोस्, म अनुरोध गर्न चाहन्छु। र यति भन्दै आमाले उहाँदेखि धाएर आउनुभयो, आफ्नो कुराहरू राख्नुभयो, तपाईँलाई म धन्यवाद दिन चाहन्छु। फरकनेपाल.com सधैँ फरक।